तपाईलाई के लाग्छ हाम्रो नेपाल विकसित भइसक्यो या विकास हुन बाँकी नै छ या कतिपय कमी कमजोरीहरु पनि छ म केही पनि देखाइए म केही बोलिन हजुरलाई यो देखाउन चाहन्छु हैन म केही बोल्दिन हैन म अहिले पार्कमा छु अनि म यस्तो ठाउँमा छु हैन अनि यहाँको पब्लिक टोयलेट हो यो फ्रीको के त्यस्तो पनि केही छैन के अब यो वुमेन भयो अब म मेनमा जानुपर्ने हुन्छ हैन अब हेरौँ न म केही बोलिन के मलाई किनभने एउटा कुरा चित्त नबुझ्यो भने अब यस्तो राम्रो हो के मतलब फ्रीको टोयलेट हो नि त यो कसैले पे गर्नु पर्दैन अनि हुन्छ नि खै को गलत हो जनता गलत हो या को गलत हो म बुझ्न सक्दिनँ हैन फ्रीको टोयलेटमा पनि यति फ्यासिलिटी छ के अब तपाईलाई टिस्यु चाहियो कि हैन टिस्यु चाहियो भने टिस्युहरु अनि नर्मली यस्तो टोयलेटहरु छ के मैले भन्नु खोजेको चाहिँ म यसले यसो याद गरे के हाम्रो औकात हाम्रो हैसियत देखाउने भनेको अन्तर्राष्ट्रिय विमानस्थलले नै हो नि त तर त्यहाँको टोयलेट मलाई थाहा छ कि कस्तो छ भनेर अब मैले पनि भोगेर हो हैन पहिले झर्ने त जे भए पनि झर्ने भनेको त स्याक्कै अन्तर्राष्ट्रिय विमानमै हो पहिलो पटक दिशा जाँदा टोयलेट जाँदा त्यो हबीको थाहा भइहाल्छ भन्नुपर्दा छैन कि केही फ्यासिलिटी नै छैन कि के खालको टोयलेट हो कस्तो टोयलेट हो कहिले चुक्नु हुँदैन हैन कहिले पानी आउँदैन त्यस्तो पनि भइरहेछ आइहाल्यो भने पनि तर यतिको फ्रीको यति धेरै यहाँ त पैसा असुल हुँदैन नि त त्यहाँ त धेरै कमाइन्छ होला नि त तर यो त फ्री हो नि त तर फ्रीले बरु मलाई चाहिँ बेस्ट लाग्यो कि यस्तो छ टोयलेट हैन अफकोर्स यति धेरै फ्यासिलिटी यो यसै पनि त्यस्तो चाहिँ हुँदैन कि अब हेर्नु न यो टोयलेटहरु हैन अब यो टोयलेट हेरौँ है त मैले ढोखाइलेको हैन यस्तो राम्रो छ कि ल यो हेर्नुस् यति हाम्रो हुने चाहिँ कहिले नि यति यस्तो हुने चाहिँ कहिले हाम्रो हैन म छक पर्छ कि अब यस्तो यो फ्रीमा यस्तो राम्रो टोयलेट के अब के भन्नु कति भन्नु कसरी भन्नु बस्नेवाला छैन थाहा छ कि मलाई के भन्नु अब बुझ्नु तपाईहरुले हाम्रो के स्थिति छ भनेर एउटा फ्रीको टोयलेट यस्तो छ भने उहाँ कमाइरहेको टोयलेट कस्तो छ मलाई थाहा छ मैले भोगे हो तपाईहरुले पनि भोग्नु भयो होला हस् त